बेस क्याम्प चाहिँ यता पछाडितिर छ अरे कता बेस क्याम्प यतातिर छ अरे What an amazing morning है अहिले चाहिँ हामी पाङसाङमै छौँ हामी हिजो राति चाहिँ यता बसेको थियौँ we stayed here last night and the view is getting amazing है त and the sun is coming up त्यही हो माथि जान्छु and we'll show you guys the amazing sunrise त कति बेला भेट्छ भेट्दैन already sun is coming up है अब we are only 4 walking up माथि जाउँ and then we'll show you guys the best view of this area है त We are almost at the top, right? I think maybe 5-10 minutes in we'll reach the peak of this hill and see the amazing views, right? I'm so tired. My lungs pumping so hard. Ramlan थाल्यो यार हामीले चाहिँ यही टप होला भनेर आएको हैन टप त अझै उता रहेछ हौ त्यहाँ पनि रहेछ अब त्यहाँ गएपछि फेरि अर्को पनि टप होला हैन अब त्यहाँ गएपछि झन् उता उता देखिन्छ होला जस्तो लाग्छ अब के जान्छ कि जानु थाहा छैन तर यहीँबाट बब्बाल देखिरहेछ हियर इज द मुन अझै मुन पनि देखिरहेछ एन्ड द सन इज अलरेडी माथि आइसक्यो तर आई थिङ्क प्यानोरामा देख्दो रहेछ यहाँबाट प्यानोरामिक भ्यू हुन्छ नि बबाल देख्दो रहेछ यहाँबाट ऊ त्यहाँ रहेछ त याक यो त बबाल रहेछ सबजना फोटो खिच्दैछन् हामी जस्ट सिटिङ है त यो जुन तल देखिरहनु भएको छ नि यो फुल यसको स्मेल यस्तो मिठो हुन्छ नि यस्तो मिठो हुन्छ यसको स्मेल हैन स्विट फ्लेभर कस्तो फ्लेभर के यस्तो मिठो हुन्छ तर यो चाहिँ एल्टिट्युडमा आएर खासै धेरै यसरी स्मेल गरेर चाहिँ हिँड्नु हुँदैन रे एल्टिट्युड सिकनेस हुन्छ अरे यस्तो धेरै यस्तो गऱ्यो भने चाहिँ किनकि अक्सिजन पनि हामीले लिइरहेको हुन्छ अनि त्यसमै यसको फ्लेभर पनि मिसेर गइरहेको हुन्छ नि त अनि एल्टिट्युडमा आएपछि बेसिकली अक्सिजन पनि कम हुन्छ नि त त्यही भएर यस्तो कुराहरू चाहिँ ध्यान राख्नुपर्दो रहेछ मलाई खासै त्यस्तो केही फिल चाहिँ भएको छैन क्या हिजो कति बेलुका भन्दा नि हामी 1:30 बजीतिर यहाँ आइपुगेको थियौँ तल बसेको थियौँ होइन 1:30 बजीतिर आएर हामी तल बसेर त्यहाँ माथि डाँडातिर गएको थिएँ मलाई त खासै केही फिल भएन अरू दाइहरूले चाहिँ फिलहरू भन्दै हुनुहुन्थ्यो अलिअलि फिल भइरहेको छ भन्दै हुनुहुन्थ्यो मलाई त खासै केही फिलै भएन कि हुन्छ नि जस्तो नर्मल छ जस्तो म काठमाडौँतिर गाउँतिर हिँडेर आउँछु त्यतिकै थियो क्या मलाई चाहिँ त्यही भएर आज नि मलाई खासै केही फिलै भएको छैन हेरौँ अब हामी एकछिन मात्र बस्छौँ होला यहाँ अनि त्यसपछि विल ह्याभ टु मुभ अन टु द फर्दर डेस्टिनेसन होइन त्यही हुन्छ अरू चाहिँ यता गीतमा भिडियो बनाउँदैछु होइन टिकटकको लागि एन्ड आम हियर जस्ट चिलिङ विथ माई सेल्फ विथ नेचर होइन हेर्नु न हेर्नु यस्तो बवाल देखिन्छ त्यहाँ जाने प्लान थियो वी वेयर प्लानिङ टु गो देयर बट आई डोन्ट थिङ्क है वी विल गो देयर त्यो अब यहीँबाट ब्याक गर्नुपर्छ होला एन्ड प्रोबेबली आज त पुगिन्न भोलि पुगिन्छ होला घर चाहिँ याकहरू छ याकको चौरी हो भन्दो रहेछ मलाई चाहिँ खासै थाहा भएन यतातिर कहाँनिर थियो यतातिर छ अघि चाहिँ यतैतिर थियो अरे भन्दै हुनुहुन्थ्यो होइन हामी
अलिकति ढिला भयो नि त हामी पछाडि गएर भिडियो फोटोसोटो हान्दै थियौँ अलिकति ढिला भइगएछ होइन केही छैन अब हामी यहाँ एकछिन बस्छौँ हामी मुभ भएन है त चार्जिङ फोनको चाहिँ चार्ज सक्यो भ्लग अन क्यामेरा अब चाहिँ त्यहाँबाट स्टार्ट गरेँ बेस क्याम्प चाहिँ यता पछाडितिर छ अरे कता बेस क्याम्प यतातिर छ अरे अनि त्यहाँबाट स्टार्ट हुन्छ त्यहाँबाट उता जाने रहेछ अनि यतातिर समिट गर्न जाँदो रहेछ है त अनि लिड एन्ड ड्रिङ्क पोइन्ट चाहिँ यतैतिर रहेछ यहाँतिर छ नि यसकै चुच्चाकै तलतिर पाउँछ नि के हुन्छ रे सुप हो नि ठिकै थाहा